यो चाहिँ हो कनेक्टिङ रड, यो हो प्ले हुन नहुने हैन, यसलाई कनेक्टिङ रड भन्छ। यो प्ले भयो भने फुल इन्जिन खोल्नुपर्छ। यो चाहिँ यसको ठिक छ, सामान्य मात्रै, यस्तो सामान्य मात्रै छ, त्यही भएर हामीले यसको हाफ इन्जिन मात्रै बनाउँदैछौँ। सामान्य मात्रै प्ले भएको कारणले अनि हामी यसको केमचेन, यो केमचेन भयो, यो पनि मात्रै फेर्छौँ है। यहाँ चाहिँ हामी खोल्दैछौँ यो केमचेन फेर्नको लागि म्याग्नेट कभर। यसमा 8 नम्बरको बोल्ट लाग्छ यसरी सर। हामीले यो म्याग्नेट कभर यसरी खोल्दैछौँ। तपाईहरु नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोस्। यस्तै नयाँ भिडियोहरू हामी अपलोड गरिरहनेछौँ। यसरी चाहिँ नट खोलिसक्यो। यसरी नट खोलिसकेपछि यसको मोबिल, यो चाहिँ हिरो होन्डा पुरानो मोडल भएको भएर मोबिल यहाँ सुनाउँछ कि, त्यही भएर लिक भइरहेको छ। यसरी अब हामीले म्याग्नेटको पुलर लगाएर आरामसँग म्याग्नेट यसरी निकाल्न सक्छौँ है। यदि सजिलोसँग म्याग्नेट सलक्क निकाल्न सक्यो। अब यो 10 नम्बरको खोलेपछि केमचेन गाइड चाहिँ यहाँबाट 10 नम्बर खोलेर सलक्क केमचेन गाइड यसरी निस्किन्छ। यहाँ हाम्रो नट धरेको थियो, त्यही भएर म्याग्नेट स्टिकले नट तान्यौँ र यसरी केमचेन फिट गरेर है। यसरी चट्ट केमचेन फिट गरेर